एक समयको कुरा हो। पहाडको काखमा रहेको हरियो र शान्त जङ्गलमा धेरै जनावरहरू मिलेर बस्थे। ती जङ्गलको किनारामा एउटा सानो खोल्सो पनि थियो, जहाँ बिहान बेलुका चराहरू गाउने गर्थे र हावाले रुखका पातहरू हल्लाउँदा जङ्गलमा मिठो सङ्गीत जस्तो सुनिन्थ्यो। त्यही जङ्गलमा एउटा खरायो र एउटा कछुवा बस्थे। खरायो निकै छिटो दौडिन सक्थ्यो। ऊ फुर्तिलो, चञ्चल र कहिलेकाहीँ अलि घमण्डी पनि थियो। कछुवा भने शान्त, धैर्यवान र बुद्धिमान थियो। ऊ ढिलो हिँड्थ्यो तर सधैँ सोचेर मात्र काम गर्थ्यो। जङ्गलका अरू जनावरहरूलाई कहिलेकाहीँ अचम्म लाग्थ्यो, यति फरक स्वभाव भएका यी दुई कसरी यति मिल्ने साथी भए। तर खरायो र कछुवाको मित्रता निकै गहिरो थियो। खरायो कछुवालाई सधैँ घुमाउन लैजान्थ्यो र कछुवाले खरायोलाई धैर्य र सोचेर काम गर्ने कुरा सिकाउँदथ्यो। एक बिहानको कुरा हो। सूर्य बिस्तारै जङ्गलमाथि उदाउँदै थियो। खरायो गाजर खोज्दै जङ्गलतिर दौडिरहेको थियो। ऊ निकै रमाइलो मुडमा देखिन्थ्यो। उता कछुवा भने बिस्तारै खोल्सोतिर हिँड्दै थियो। अचानक उसले के अनौठो आवाज सुन्यो। बचाऊ, बचाऊ, बचाऊ। कछुवाले ध्यान दिएर सुन्यो। आवाज खरायोकै जस्तो लाग्यो। कछुवा जति सक्दो छिटो त्यतातिर दौडेर गयो। जब ऊ त्यहाँ पुग्यो, उसले देख्यो खरायो एउटा गहिरो खाल्डोमा फसेको थियो। खरायो डरले थरथर काँपिरहेको थियो। उसले माथि हेरेर भन्यो, साथी कछुवा, म गल्तीले यहाँ खसे। म एक्लै बाहिर निस्किन सक्दिन, मलाई बचाऊ। कछुवाले वरिपरि हेर्यो। खाल्डो निकै गहिरो ठुलो थियो। यदि उसले तुरुन्त उपाय नसोचे खरायो बाहिर निस्किन सक्ने थिएन। कछुवाले शान्त भएर सोच्न थाल्यो। उसले जङ्गलमा चारैतिर हेर्यो। त्यहाँ केही लामो हाँगाहरू र लहरहरू थिए। उसले बिस्तारै ती हाँगाहरू जम्मा गर्न थाल्यो। यो काम सजिलो थिएन किनकि कछुवा ढिलो हिँड्थ्यो, तर उसले हार मानेन। तलबाट उसको साथी खरायोले हेर्दै थियो। ऊ उसैसँग हेरिरह्यो। सोच्यो, मेरो साथी ढिलो भए पनि मलाई बचाउन पुरा प्रयास गरिरहेको छ। केही समयपछि कछुवाले धेरै हाँगाहरू जम्मा गर्यो। उसले ती हाँगाहरूलाई खाल्डोभित्र झार्न थाल्यो। साथी, यी हाँगामा चढेर माथि आउन प्रयास गर, कछुवाले भन्यो। खरायोले प्रयास गर्यो। पहिलो पटक ऊ चिप्लियो। दोस्रो पटक पनि सफल भएन। तर कछुवाले हौसला दियो, हार नमान, फेरि प्रयास गर। तेस्रो पटक खरायोले बल गरेर हाँगामा चढ्यो। अन्ततः ऊ खाल्डोबाट बाहिर निस्किन सफल भयो। खरायो बाहिर निस्किँदा निकै थाकेको थियो। उसले कछुवालाई हेरेर भावुक हुँदै भन्यो, साथी, म छिट्टो दौडिन सक्छु भनेर घमण्ड गर्थे, तर आज तिमीले देखायो साँचो शक्ति त मित्रता र धैर्यमा हुन्छ। कछुवा मुस्कुरायो र भन्यो, साथी, मित्रता भनेको एक अर्कालाई कठिन समयमा साथ दिनु हो। त्यस दिनपछि खरायो धेरै परिवर्तन भयो। ऊ अब घमण्ड गर्दैनथ्यो। ऊ कछुवासँग अझ धेरै समय बिताउँथ्यो र सधैँ अरूलाई सहयोग गर्ने प्रयास गर्थ्यो। जङ्गलका अरू जनावरहरूले पनि यो घटना देखेपछि एक अर्कालाई सहयोग गर्न सिके। जङ्गलमा फेरि शान्ति र खुसी फैलियो। खरायो र कछुवा भने सधैँ जस्तै मिलेर घुम्थे, खेल्थे र जीवनको आनन्द लिँदै बस्थे। यो कथाले आज हामीलाई सिकाउँछ कि साँचो मित्रता कठिन समयमा चिनिन्छ। बलबन्द सहयोग र धैर्य शक्ति ठुलो हो। साँचो साथीले कहिले साथ छोड्दैन।